हेलो गाइज, वेलकम टु माई भिडियो। अनि आज चाहिँ छुट्टीको दिन म चाहिँ 12 बजीतिर उठेछु। यसो बाहिर निस्केर हेरेको त मौसम त अब हाल भइरहेको रहेछ। सो क्विकली मैले चाहिँ अब गाडीमा गएर यसो ग्रोसरी गरेर आउने डिसाइड गरेँ। गाडी पनि स्टार्ट भइसक्यो अनि म अहिले ग्रोसरीको लागि पुगिसकेँ। अब ट्रली गुडाउँदै गुडाउँदा के लिने कन्फ्युज भइसकेको थिएँ। अनि सबै सामानहरू लिइसकेँ। के चाहिँ मेरो सामानहरू हो, सामानहरू चाहिँ यस्तो छ। अनि आज चाहिँ मैले खासमा ब्रन्च खाने डिसाइड गरेको छु र अब मेरो चाहिँ प्रेपिङ स्टार्ट हुन्छ। फर्स्ट थिङ चाहिँ हामीले प्रेप गऱ्यौँ भने चाहिँ हामीलाई अहिले पछि सजिलो हुने भएकोले सबभन्दा टाइम ससेजमा लाग्छ। मैले त्यही भएर ससेज पहिला बोइल गर्न थालिसकेँ। आफ्टर द्याट एगहरू क्र्याक गरेँ, त्यसपछि स्पिनेचलाई साइड लगाएँ। एभोको पनि म्यासको लागि सबै एभोहरू पनि रेडी गरिसकेँ। तर यो चाहिँ सब मिजम प्लस मात्रै हो। मिजम प्लस भन्ने वर्ड चाहिँ पढेको थिएँ तर बिर्सेँ। अनि मिजम प्लस भनेको चाहिँ खाना पकाउनुभन्दा अगाडि प्रेप गर्नु हो। सो यो चाहिँ मेरो प्रेपहरू चाहिँ सबै रेडी भइसकेको छ। अब आम स्टार्टिङ कुकिङ। त्यसपछि प्यान तताएँ, प्यानमा बटर सटर हालेर 4टा ससेज यता साइडमा। त्यसपछि सबै कुराहरू रेडी गर्दै गइरहेछु। मसरुमलाई चाहिँ अलिकति टाइम लाग्ने, त्यस्तो टाइम त लाग्दैन तर सबैको तुलनामा। अनि मेरो यत्तिकैमा ब्रेकफास्ट पनि रेडी भइसक्यो। यो चाहिँ मेरो ब्रन्च हो। होप यु गाइज इन्जोय इट। अनि हेर्दा पनि राम्रो देखिएको छ। धन्यवाद।